मैले चुनाव जितेर गएँ भने तातो पानीमा स्विमिङ पुल बन्छ, तपाईका घरहरू अब होमस्टे बनाउनु पर्छ, बल्ल तपाईको विकास हुन्छ। हो, यो चुनावमा बोलेको भाषा हो है। त्यसपछि यो पत्र हेर्नुस्, अनि यता त्यतिखेरका शहरी विकास मन्त्रीसँगको भेटघाट हेर्नुस्, अनि यो पत्र 2081 1 महिना 30 गते यो हेर्नुस्। त्यसपछि यो पत्रको 4 नम्बरमा हेर्नुस्, तातो पानीमा स्विमिङ पुलका लागि माग गरेको। अनि त्यसपछि यो हेर्नुस् 2081 साल 9 महिना 8 गते कसको, शहरी विकास तथा भवन निर्माण शहरी सघन आयोजना कार्यालय जुम्लाको सूचना। ठेक्का हेर्नुस्, यसको ठ्याक्क तल 8 नम्बरमा हेर्नुस्, 1 करोडको भ्याट सहित, अहिले 85 लाख भ्याट सहित 1 करोडको स्विमिङ पुल बनाउने ठेक्का लागिसकेको छ। चुनाव जितेको 2 वर्ष भएको छ। 81 साल पहिलो वर्षको बजेटमा हामीले सकेनौँ, दोस्रो वर्षको बजेटमा तातो पानीमा स्विमिङ पुल बन्दैछ। हेर्नुभयो।